नमस्कार। कतिपय कुराहरू किताबमा नभेटिन सक्छन्, हाम्रो पढाइमा नभेटिन सक्छन्। वास्तवमा त्यो जीवनले सिकाउँदो रहेछ। अहिले म चाहिँ देवगाड धामको पुलमा छु भनौँ। यतापट्टि चितवन पर्छ भने उतापट्टि तनहुँ पर्छ र यो देवगाड धाम हो हजुरहरूले देखिरहेको ठाउँ चाहिँ। म एउटा कुरा के भन्न चाहेँ भने कतिपय कुराहरू हाम्रो पुस्तकमा अनि हाम्रो हुन्छ नि पढाइमा नभएको हुनसक्छ जस्तो लाग्यो मलाई। किन कति कुरा जीवनले सिकाउँछ। वास्तवमा जीवनले सिकाएका कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण रहेछन्। हुन त पढाइ अनि पुस्तकका ती ज्ञानहरू सम्पूर्ण जीवन चलाउनकै लागि पढिने हुन् अथवा जीवनको वास्तविक बोध गर्नका लागि पढिने हुन्। तर कतिपय कुराहरू भने वास्तवमै जीवनले सिकाउँदो रहेछ कि हो। यही विषयमा हजुरहरूलाई चाहिँ आफ्नो जीवनबाट जीवनले के सिकायो होला त्यो कमेन्ट गर्नु होला। र यो भिडियो कस्तो लाग्यो भन्न चाहिँ नभुल्नु होला। हजुरहरूलाई एउटा ज्ञानवर्धक कुरा के दिन चाहन्छु भने अहिले देवगाड धामको पुलमा बाइक चलाउन पाइँदैन। हामीहरू मजाले हिँड्न सक्छौँ भने बाइक ल्याउनु भएको छ भने पारिपट्टि नै राख्नुपर्ने हुन्छ चितवनतर्फ। र यो साँझको दृश्य मजाले हेर्नुहोस् है त यो देवगाड धाममा कति आनन्द छ। र धेरैलाई धन्यवाद छ मेरो भिडियो हेरिदिनु भएकोमा। राधे राधे।